नेसनल इन्डोर च्याम्पियनसिप 2026 भदौ 12 देखि विजेताले 1 लाख पाउने। इन्डोर क्रिकेटको प्रतिस्पर्धात्मक वातावरणलाई थप विस्तार गर्ने उद्देश्यसहित नेसनल इन्डोर च्याम्पियनसिप 2026 आगामी भदौ 12 देखि 14 गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। D2 इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिता अगस्त 28 देखि 30 तारिकसम्म अल स्टार इन्डोर क्रिकेट एरिनामा सञ्चालन हुनेछ। 3 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 24 भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। लिग कम नकआउट ढाँचामा आयोजना हुने प्रतियोगिताका खेलहरू 10 ओभरका रहनेछन्, जसले छोटो समयमै तीव्र र प्रतिस्पर्धात्मक क्रिकेटको रोमाञ्च प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। लिग चरणको प्रतिस्पर्धापछि टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् भने अन्ततः उपाधिका लागि उत्कृष्ट 2 टोली आम्ने सामने हुनेछन्। प्रतियोगिताका विजेता टोलीले 1 लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टोलीले 50,000 रुपैयाँ प्राप्त गर्नेछ। टोलीगत पुरस्कारमा मात्र सीमित नरही प्रतियोगितामा व्यक्तिगत प्रदर्शनलाई समेत सम्मान गरिनेछ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर तथा प्लेयर अफ द टुर्नामेन्ट लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई थप विशेष बनाउने क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई टुर्नामेन्ट एम्बेसेडरका रूपमा अघि सारिएको छ। उनको सहभागिताले प्रतियोगिताको प्रवर्धनसँगै इन्डोर क्रिकेटप्रति खेलाडी तथा समर्थकको आकर्षण बढाउने अपेक्षा गरिएको छ। त्यसैगरी प्रतियोगिताका खेलहरू काष्ठमण्डप गोल्ड मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले मैदानमा हुने प्रतिस्पर्धालाई टेलिभिजन मार्फत दर्शकको माझ पुर्याउनेछ। यसरी 24 भन्दा बढी टोली, 10 ओभरका खेल, 3 दिनको प्रतिस्पर्धा र 1 लाख रुपैयाँको मुख्य पुरस्कार सहित आयोजना हुन लागेको नेसनल इन्डोर च्याम्पियनसिप 2026 इन्डोर क्रिकेटको नयाँ प्रतिस्पर्धात्मक मञ्चका रूपमा अघि बढ्ने देखिएको छ।